हेर्नुहोस् है बबाल तरिकाले। हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल है। सो आज चाहिँ मेरो फर्स्ट भिडियो हो र आज भने चाहिँ म तपाईँहरूलाई चाहिँ सीताके मसरुम भन्ने चाहिँ कोले सुन्नु भएको छ है। यसको चाहिँ एउटा सानो डिपार्टमेन्टबाट चाहिँ अफिस अफ द एसिस्टेन्ट डिरेक्टर अफ एग्रिकल्चर डिपार्टमेन्ट ब्लक 2बाट चाहिँ एउटा सन्तुकमा जो भइरहेको यो मसरुम है, सीताके मसरुमको प्रोडक्सन एन्ड प्रोसेसिङको बारेमा सानो भिजिट राखेको कारणले गर्दाखेरि चाहिँ सो त्यहाँनिर चाहिँ गइरहेको कस्तो हुन्छ, मेरो पनि फर्स्ट टाइम हो। तपाईँहरूलाई चाहिँ अपडेट्स दिँदै जानेछु है। अलगढा बजार चाहिँ पुग्ने यस्तो राम्रो ठाउँमा आइपुगेको छौँ हामी चाहिँ। हेर्नुहोस् है यो पहाडको भन्ने नै रहेछ यहाँ चाहिँ। यस्तै हेर्नु त आम्मा हो ट्रेनरहरू चाहिँ के पनि पुरा फलेको पनि रहेछ हेर्नु। क्या दामी हो यो त, दामी हुन्थ्यो। पुरानो घरै छोडी गएको होला। लास्ट ग्रुप छ। अथवा हाम्रो सम्पूर्ण भारतवर्षभरि नै है बसोबासो गर्ने कृषक दाजुभाइ तथा दिदीबहिनीहरूलाई लिएर एउटा जहाँनिर चाहिँ आफूले गर्नु नसकेको तर कृषकहरूले राम्रो उत्पादन गरेर लगानी गरिरहेको ठाउँमा चाहिँ आफ्नो एउटा व्यक्तिगत चासो पनि हुनु पर्यो है। र त्यही चासो अनुरूप लिएर चाहिँ उहाँहरूलाई चाहिँ एउटा भिजिटमा लिएर आउने कार्यक्रम हुन्छ, एक्सपोजर भिजिटमा है। र तपाईँहरूले देख्नुभयो है यो सीताके मसरुम भन्ने चाहिँ गरिँदैन चाहिँ नेचरले दिएको टेम्परेचरदेखि लिएर ह्युमिडिटीदेखि लिएर सबै एकदम हामीले यहाँनिर न हेर्नुहुन्छ न एसी लगाएको छ न फ्यान चलेको छ न के भएको छ है। यसको मेन खेती चाहिँ तपाईँको यो सन्तुक सीताके जो कि एउटा सोसाइटी फर्म भयो है 2019देखि तपाईँको यो खेती गरेर आजको दिनमा 70+ फार्मर्स है जो कि एउटा अल्टरनेटिभ सोर्स अफ इन्कम यो सीताके मसरुमले अहिले दिँदै नै गरिरहेको छ। र अब यो तपाईँको यसको रोप्ने टाइम तपाईँहरूलाई याद छ, रुखको पनि सुत्ने र उठ्ने टाइम हुन्छ। अक्टोबरदेखि तपाईँको फेब्रुअरी एन्डसम्म त्यति बेला रुखहरू सुतेको हुन्छ, त्यति बेला काट्ने टाइम हो। र अब टाइम आउँदैछ जो कि इनोकुलेसन भन्छ। इनोकुलेसनमा के हुन्छ भन्दाखेरि हाम्रो यो कम्पनी चाहिँ तपाईँको एभरेस्ट किनको जो कि जापानको एउटा मदर कल्चर लिएर तपाईँको फुजियामा किनोको भन्ने एउटा जापानको कम्पनीले नेपालसँग टाइअप गरेर एभरेस्ट किनोको भन्ने एउटा कम्पनी छ जहाँ कि हामी मेम्बर हो। र जति पनि हाम्रो यो बिउ स्पन भन्छ यो बिउ चाहिँ जापानकै भेरिएन्ट 630 जो कि 12 महिना च्याउ फल्ने एउटा भेरिएन्ट हो। र अब कालिम्पोङ क्षेत्र नभएर पनि तपाईँको सिक्किम सबै जति पनि सिडहरू हुन्छ जति पनि स्पन भन्छ त्यसलाई हामीले नै सप्लाई गर्छ। यसलाई सक दिएर रातभरि पानीमा भिजाएर उहाँ ट्याङ्की देख्नु हुँदैछ त्यसमा रातभरि भिजाएर राखेर चाहिँ भोलिको दिनमा चाहिँ हामीले हार्भेस्टमा यस्तो पाराले चाहिँ सिधा राखेर चाहिँ हार्भेस्ट अहिले हार्भेस्ट रुम पनि हेर्नुहोस् त्यहाँ च्याउ फलिरहेको यो चाहिँ सक नगरेर पानीमा नहालेर त्यतिकै दामी चाहिँ एमजी मलाई पुरा खानु मन पर्यो। हाम्रो त अब स्टार्ट गर्यो भने चाहिँ यसलाई त हामीले त रुख रोप्नु चाहिँ स्टार्ट गर्नु पर्यो। म त पुरा पकाएर खानु मन पर्यो। यो टिप्दा चाहिँ यस्तो गर्नु पर्दैन, अलिकति ट्विस्ट दुईपट्टि ट्याक गरेर चाहिँ यसलाई टिप्नु पर्छ। एमजी हेर्नुहोस् है यस्तो पाराले चाहिँ
नधोइ पकाउनुपर्छ नि त त्यही हजुर पर्दैन तपाईँको यो धुयो भने तपाईँको यो मेडिसनै जान्छ नि यो तपाईँको सेतो बार्बेक्यू गरेको रोस्ट गर्दा पनि हुन्छ घिउ तिखा लाल के मिक्स गर्यो होइन अन्त तपाईँले छेडी बनायो आगोमा ल यो चाहिँ म पनि टिप्न आँटेको छु यसलाई चाहिँ ट्विस्ट गर्नुपर्छ अरे हो यस यहाँ हेर्नुहोस् है सिटाके मसरुम चाहिँ टिपिन सक्यौँ हो यसलाई चाहिँ अब एकदम घर लाने हो यो चाहिँ एकदम बार्बिक्यू गरेर खानु चाहिँ अझै दामी हुन्छ अरे भनेर सुनिएको छ हो सो थ्याङ्क यू सो मच फर वाचिङ एभ्री वान